हेलो गाइज वेलकम टु ब्याक माई न्यू ब्लग। अनि यसो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छौँ र हामी दुईजना अहिले हिँडिरहेको छ बिहानै होइन शुभ बिहानीको साथमा। अनि यता चाहिँ फेरि हल्का हल्का हावा चल्छ कि फेरि है, गर्मी नि खतरा छ। यो चाहिँ यो पारी चितवन पर्छ, यता तनहुँ। अनि यो चाहिँ कालीमाटी हो, हाम्रो गाउँ चाहिँ कालीमाटी पर्छ होइन। अनि सो गाइज अहिले चाहिँ कहाँ जानु लाग्यो भन्दाखेरिमा चाहिँ काठमाडौँ जानु लागेको छ हामी। म मात्रै है हामी। यो राइडरहरू के हो यो। सो गाइज म चाहिँ अब काठमाडौँ हिँडेको, अनि साथी चाहिँ बजारसम्म हो। अनि त्यही हो, अब के हुन्छ बाटोमा सब देखाउने छु, क्लिप नगरिकन हेरिदिनु होला सबैजनाले। सो गाइज अहिले चाहिँ हामी पुल नजिक आइसकेको छौँ है। यस्तो कम्पनीहरू छ कि यहाँनिर चाहिँ। अनि यो देवघाटको पार्कहरू चाहिँ यहाँ देखाएको छ गाइज है, मन्दिरहरू यो कुन कुन ठाउँको हो सबै देखाएको छ। हाम्रो तनहुँ जिल्लामा पर्ने चाहिँ यो सबै ठाउँहरूको। अनि हामी चाहिँ यहाँ एकछिन फोटो खिचेर जाने प्लान गरेको छ। अनि नारायणी देख्न सक्नुहुन्छ यता। अब यो बाढी आएपछि यो पुललाई छुन खोज्छ है गाइज। अनि यहाँ चाहिँ यस्तो खतरा डेन्जर छ पुल, अब बवाल छ। फोटो खिच्न आउन सक्नुहुन्छ यहाँनिर सबैजना। हावा चलिरहेको छ यहाँ चाहिँ फेरि, हावा फेरि मान्छे उठाउने हो। गर्मीमा चाहिँ खतरा छ। फोटो खिचेर जान्छ है। अनि फोटो खिच्ने फोटोको मात्रै खै फोन न्यू फोनबाट खिचौँ न त। खै न्यू फोन न्यू फोन गाइज, न्यू फोन 13बाट खिच्छ है, उयो हातमा छ। खै न्यू फोन देखाऊँ न यहाँ गाइजहरूलाई। अनि हाम्रो चाहिँ यहाँ साथीको न्यू फोन है, 13 योबाट चाहिँ फोन ल गाइज है। एकछिनको लागि चाहिँ यहीँ रोक्नेछौँ। सो गाइज अहिले चाहिँ हामी खाजा खानु लागेको छौँ गाइज होइन। कस्तो भइरहेको छ साथी? दामी भइरहेको छ नि हो। ए हाम्रो चाहिँ खाजा के भन्दा समोसा तरकारी अनि यस्तो छ है, यहाँ चिसो टक्क उसो भएर दामी भइरहेको छ नि है खाजा। हल्का तातो रहेछ के हो? यस्तो छ है। हाम्रो चाहिँ भर्खर खाँदैछ है, दामी स्टाइलमा खाइदिए। गाइज म चाहिँ गाडीमा जानु भएको, म चाहिँ जाने गाडीमा हो। गर्मी चाहिँ खतरा छ गाइज होइन। यहाँ चाहिँ 53 डिग्रीको गर्मी छ चितवनमा। अनि गर्मीले लास गरेर टी-सर्टै यही माइक्रोमा जाने हो चाहिँ। म चाहिँ अहिले पुलचोकमा छ, लास गर्ने छ है गाइज। म चाहिँ हिँड्नु भएको। A few moments later.
भइरहेछ गाइज अहिले चाहिँ है। अहिले चाहिँ म मलेकुमा अनि चिसो पानी खानु लागिरहेको छ। यहाँ चाहिँ लास्ट गर्मी के गाडीमा आउँदा नि कोची आएको थियो होइन। पुरै टी सर्टै भिजाएको छ कि गर्मीले, पसिनाले यस्तो गर्मी छ कि यस्तो गर्मी छ क्या डेन्जर। चितवनदेखि नै चितवनमा झन् योभन्दा नि बढी छ होइन। यस्तो गर्मी भइरहेको छ कि गाइस। अनि सबैजनाले सब्सक्राइब गर्नु होला, 1K पुऱ्याइदिनु होला सबैजनाले। अनि 1K पुऱ्याउनु पऱ्यो। अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला, क्लिप नगरिकन हेरिदिनु होला सबैजनाले भिडियो चाहिँ। सो त्यही हो गाइज होइन। अनि एकछिन पछि देखाउने छु म चाहिँ। अब यहाँ एकछिन पानी सानी खाएर खाजासाजा खाएर चाहिँ हिँड्नेछौँ। सिधै काठमाडौँ पुगेपछि भिडियो बनाउँछु गाइज है त। अहिलेलाई चाहिँ यति नै। 2000 years later. सो गाइज यहाँ चाहिँ लिची रहेछ होइन। दामी छ लिची। म चाहिँ लिची लानु लाग्यो है। युट्युबमा अब युट्युबमा जाँदैछ है। टक्क यो मलेकको माछाहरू छ। यो मलेकको माछा लिची चाहिँ ठुल्ठुलो दाना भएको रहेछ है यहाँ। यही लिची लानु लाग्यो। लिची चाहिँ रहेछ है, हेर्नु होला दामी छ। सो गाइज एकछिन चाहिँ हावा खाना रोकेको छ यहाँ। यो ठाउँ कुन ठाउँ भन्छ यसलाई चाहिँ, यो ठाउँमा रोकेको छ है। अनि सो गाइज काठमाडौँ आइपुग्न लागिसकेको छ। अब चाहिँ धेरै छैन। गर्मी चाहिँ यता हल्का हल्का शीतल भइरहेको छ। यता चाहिँ गर्मीले चाहिँ खतरा भइरहेको थियो कि नै। अनि यता चाहिँ हल्का हल्का शीतल भए जस्तो छ है। सो त्यही हो गाइज। चाहिँ एकछिन पछि जानेछौँ। सो गाइज फाइनल्ली म चाहिँ काठमाडौँ आइसकेको छु। अनि यता चाहिँ हल्का चिसो भए जस्तो छ है। घाम नि साह्रै लागेको छैन। अनि गाइज म चाहिँ काठमाडौँ झरिसकेको जाँदैछौँ टक्क लगाएर है कल्लीमा। त्यतापट्टि जाँदैछौँ ब्रो। त्यही हो गाइज। अनि यता चाहिँ धेरै गर्मी छैन। यहाँ चाहिँ हल्का हल्का मात्रै छ क्या गर्मी। सब्सक्राइब गरिदेऊ। एजी भ्लग सब्सक्राइब गरिदेऊ ल। हेलो सो गाइज म चाहिँ आइपुगिसकेको छ है। अब यहाँ लिची खान लागेको छ है। मैले ल्याएको चाहिँ सो गाइज। अनि यस्तै भिडियो हेर्नुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला है त। आजको भिडियो यति नै हुन्छ।